हेलो एभ्रिवान वेलकम टु माई फर्स्ट मिनी ब्लग। मेरो डेली लाइफको साना साना मोमेन्टहरू हजुरसँग सेयर गर्दैछु। सो आजको दिनको सुरुवात मेरो बिहानको चियाबाट भयो र सँगै मैले बाबुको लागि पनि ब्रेकफास्ट बनाइदिएँ। ब्रेकफास्टमा मैले बाबुको लागि ओट्स बनाइदिएँ। त्यसपछि म बाबुसँग एकछिन खेलेर घरको यताउति साना केही कामहरू सकाएँ र त्यसपछि म लागेँ खाना बनाउनुतिर। सो आज मैले खानामा चाहिँ दाल र आलु र भिन्डीको भुजिया बनाउन लाग्दैछु र खासै त्यस्तो मिठो त मलाई बनाउन आउँदैन, त्यही पनि खान लायकको चाहिँ बनाउँछु। र मैले दाल थिएँ त्यसलाई दाललाई पनि लसुन जिरा र एउटा खोर्सानीलाई पड्काएर दाल पनि जान्दै र आजको मेरो खाना रेडी भयो। र यो चाहिँ थियो मेरो आजको पहिलो मिनी ब्लग। तपाईहरूलाई कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब र सेयर गरिदिनु होला र अर्को मिनी ब्लगमा फेरि भेटौँला। अहिलेको लागि बाई बाई साथीहरू।